कसै एक व्यक्तिले यसरी भनेका छन्, अनिज्ञाकारिता सबैभन्दा नराम्रो खराबी हो। यसले एउटा जाति अर्थात् देशलाई नाश पार्छ। परमेश्वरको वचन बाइबल धर्मशास्त्रले आज्ञाकारी हुनु भन्ने कुरालाई महत्त्व अथवा जोड दिएको कुरालाई देख्न सक्छौँ। र म तपाईँहरूको माझमा तीमध्ये एउटा खण्डलाई पढ्न चाहन्छु। पहिलो सामुएल 15:22 खण्डमा यसो लेखिएको छ, होम बलि र बलिदान भन्दा बेसी परमप्रभुले आज्ञा पालन नै रुचाउनुहुन्न र आज्ञा पालन बलिदान भन्दा उत्तम हो र उहाँको वचन मान्नु भेडाको बोसो भन्दा असल हो। आमीन। हामी यहाँनिर देख्न सक्छौँ कि परमेश्वरको वचनले पनि आज्ञा पालन गर्नु चाहिँ अति नै महत्त्वपूर्ण छ। आज हामी विभिन्न मानिसहरूको आज्ञामा रहनुपर्नेछ। जस्तो हामी जुन देशमा रहेका छौँ त्यस देशका नियम कानुनलाई हामी पालन गरेर रहनु पर्यो। जबसम्म परमेश्वरको विरुद्धमा हामीलाई काम गर्न लगाउँदैन तबसम्म हामी देशको कानुनलाई सम्मान गरेर ती अनुसार हामीले जिउनुपर्छ। अपराधका कुराहरूलाई हामीले गर्नु हुँदैन। अनि त्यसरी नै जब हामी मण्डलीमा हेर्छौँ भनेदेखि हरेक विश्वासीजन एक अगुवाको पास्टरको आज्ञामा रहनुपर्छ। जबसम्म उहाँले असल कुरा सिकाउँछ तबसम्म आज्ञाकारी हुनु, आज्ञा पालन भएर रहनु आवश्यक जरुरी छ। त्यसरी नै परिवारमा पनि छोराछोरी आफ्ना मातापिताको आज्ञामा रहनु पर्यो। अनि हामी स्कुलमा देख्न सक्छौँ अनि अन्य ठुला बडा सबैको आज्ञा पालनलाई हामीले गर्नुपर्छ जबसम्म उहाँहरूले हामीलाई सही कुराहरू सिकाउनुहुन्छ। अनि अर्को एक जग्गा परमेश्वरको वचनले हामीलाई व्यवस्था 30:19 अनि 20 खण्डले पनि यसरी हामीलाई भन्दछ, आज म स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्दछु कि मैले तिमीहरूका अघि जीवन र मृत्यु, आशिष र श्राप राखेको छु। अब जीवन नै रोज ताकि तिमीहरू र तिमीहरूका बालबच्चाहरू जिउन सक र परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्दै उहाँका आज्ञा मान्दै र उहाँसँगै लीन बन्दै बाँचिरह, किनकि परमप्रभु नै तिमीहरूको जीवन हुनुहुन्छ र तिमीहरूका पुर्खा अब्राहम, इसाक र याकुबसित उहाँले दिन्छु भनी शपथ खानुभएको देशमा उहाँले तिमीहरूलाई दीर्घायु बनाउनु हुनेछ। र यहाँनिर पनि हामी परमेश्वरको वचनलाई अथवा उहाँको आज्ञालाई पालन गर्छौँ भनेदेखि हामीले जीवन पाउँछौँ भन्ने कुराहरू देख्न सक्छौँ। जब हामी यो व्यवस्थाको पुस्तकलाई पढ्छौँ भनेदेखि आज्ञा नमान्नेलाई अर्थात् अनिज्ञाकारीहरूलाई कस्तो श्राप आइपर्छ तर आज्ञा पालन गर्नेहरूको निम्ति कस्तो आशिषहरू छ भन्ने कुरा हामी यहाँ देख्न सक्छौँ। त्यसैले आज हामी पृथ्वीमा रहँदा पनि आशिष चाहन्छौँ, दीर्घायु चाहन्छौँ भनेदेखि हामीले परमेश्वरको, आफ्नो मातापिताको, आफूभन्दा ठुला बडा, चर्चका अगुवाजन, स्कुलका गुरुबा गुरुआमा अनि अन्य ठुला बडाको आज्ञालाई मान्नु अति नै आवश्यक जरुरी छ। तब हामी संसारमा पनि एउटा आशिषित परमेश्वरको असल छोराछोरी भएर जिउन सक्छौँ अनि मृत्युपछि परमेश्वरको स्वर्ग राज्यमा अनन्तको निम्ति उहाँको महिमा गर्दै स्वर्ग राज्यमा रहन्छौँ। त्यसैले म तपाईँलाई उत्साहित गराउन चाहन्छु, यो अनिज्ञाकारी भन्ने कुरा चाहिँ अति नै खराबी जसले चाहिँ एउटा देश जातिलाई नाश पर्छ भनेर एक प्रभुको दासले भनेका छन्। त्यसैले प्रिय हो, हामीले आज्ञा पालन गर्नु चाहिँ अति नै महत्त्व आवश्यक रहेछ र परमेश्वरले हामी सबैलाई आशिष दिउन्।